हरिओम। स्वागत छ सबै साथीहरूलाई वेद चक्षु ज्योतिषमा। साथीहरू, यही फागुन 11 गतेदेखि लिएर 14 गतेसम्म एकदम खतरनाक पञ्चग्रही योग बन्दैछ कुम्भ राशिमा। मङ्गल, सूर्य, राहु, बुध, शुक्र यी ग्रहहरू एउटै राशिमा कुम्भ राशिमा जम्मा हुँदैछन्। विशेष गरेर यी 4 राशिहरूलाई साढे 11-18 हुन्छ नि, यो 4 दिन बिल्कुल सावधान हुनुहोला तपाईहरू। तपाईलाई विशेष गरेर स्वास्थ्यमा दुर्घटना, यो 4 दिन बिल्कुल यात्राहरूबाट सावधान हुनुहोला। मानसिक तनाव, ऋणमा वाद विवादहरू बिल्कुल सावधान हुनुहोला। पारिवारिक चिन्ता, पारिवारिक कलह, केही न केही गाह्रो अप्ठ्यारो, काममा बाधाहरू आउने, कसैसित झै झगडा, यस्ता समस्याहरूमा वृद्धि हुनेछन्। अब त्यस्ता राशिहरू हुन् यी 4 राशि, तपाईको कर्कट, कन्या, धनु अनि मीन राशि। हरिओम।